संसारमा त हेर्छु नै हुन्छ के महेसी होइन हो त्यस्तो खाले हेर्छु क्या। हेलो गाइस अनि वेलकम टु माई न्यू ब्लग। अनि आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज म कहाँ जानु आँट्दा भन्दा हाम्रो मामालाई टोलबाट त्यहाँ पिकनिक लागेको रहेछ, त्यही अब पिकनिक हान्न जान आँटेको हो होइन। सिमसार जानुपर्ने खासमा अब कति रेडी भइसकेको छु। हाम्रो मामाहरू चाहिँ फाइनली गइसक्यो। चो बटु यसले त मेरो भ्लगै बिगारिदिन्छ क्या। सो गाडी पर्खिने ठाउँमा आएको छु। बस त पाइँदैन अब अटोमा अब गइ हुन्छ होला। भनेको बेलामा अटै आउँदैन मायाको डक्सहरू खातेको बानहरू त हो। नचाहेको बेलामा चाहिँ यत्तिकै हिँड्छ क्या। टिकट काटिसक्नु। सो फाइनली हामी आइपुग्यौँ बाइकमा। हामी चाहिँ अहिले भर्खर यो बाइकमा आएको जाउँ ल। हाम्रो सिमसार पिकनिक खाने धेरै क्या। हामी सिमसारमा छौँ अहिले। नाच्नु सिमसार हो यो चाहिँ है। तपाईँहरू आउनु सक्नुहुन्छ, भिजिट गर्नु सक्नुहुन्छ। जस्ट मजै आउँछ यहाँ ठाउँमा है। त्यस्तो खास त केही छैन। सिमसारको किनारा ताल खत्रै छ। यता राम्री आन्टीहरू हुन्छ, यहाँ अङ्कल रहेछ। सो यहाँ चाहिँ पानावाला ठाउँ रहेछ होइन। को लागि कति के थाहा छ तपाईँहरू। खत्रै छ के भन्नु अब। कति तारी भन्ने क्या यो सिमसारको, तर म हान्दिनँ। यो यहाँ चाहिँ भर्खर बनाउँदैछ अनि हामीले त्यो निन्जा ट्रिक लगाउनु पर्ने हुन्छ। यसरी चढ्ने ट्रिक काम कर गया। पानावालामा ठाउँमा आएर चाहिँ केही नगर्ने, यसरी सिन हेर्ने क्या। अब बबा लाउँछ सिन बस्ने अनि सिन हेर्ने। यताको भ्यू हेर्ने। सो अरू काम केही छैन है तपाईँहरूको। सिमसार पनि केही विकसित हुँदैछ है। यहाँ चाहिँ अस्ति भर्खर मैले एउटा सर्वा दिएको थिएँ। यो यहाँ एउटा अजिङ्गा जस्तो सर्वा दिएको थिएँ, तर अहिले देखिन केही छैन। सो यहाँ आएर तपाईँहरू मस्त बस्न सक्नुहुन्छ। टिकटकरहरू पनि धेरै भेटिन्छ यहाँ होइन। टिकटकरहरूको लागि ठाउँ चाहिँ त्यति नराम्रो पनि होइन, राम्रो त राम्रै छ एकदम। खत्रै छ है। यतिको भनेको ठिकै हो ठाउँ होइन। अहिलेसम्मको पिकनिक खाने मान्छेहरू थुप्रै आउँछ यहाँ। अब तपाईँहरूलाई तर मेरो भ्लग यतै मोरङकोले धेरै हेर्छ, मलाई थाहा छ। सक्नुहुन्छ टिकटक बनाउनेहरूको पनि कमी यत्तिकै छ के भन्नु। के भन्नु सबै पागल फोटो खिच्नु भने यहाँ मेरो छ बाउला। अब हाम्रो मामालाई पनि क्यामेरामा देखाइदिन्छु टक्क है। हेन्सम त हेन्समै हुनुहुन्छ तर बे गरिसक्नु भन्छ। हाम्रो मामाजी यता हुनुहुन्छ। मामा फोटो खिच्नु ने एउटा हाम्रो नानीहरू बुनो ल मेनो। हेलो भन दादा भरे बहिनी पनि युट्युबमा हालिदिन्छु अनि भन। कस्तो लजाको मैले मासु पकाएको यो बनाउँछु। हाम्रो मामाले मासु पकाउनुहुन्छ अरे। कस्तो पकाउनुहुन्छ मलाई थाहा भएन। त्यो पनि अब मेरो अनुसार हजुर भरे हेरेर मात्रै थाहा पाउनु छ होला। हेरेर त थाहा भइहाल्छ। राम्रै पकाउनुहुन्छ हाम्रो मामा। पहिले कुकिङ म्यान हो नि त। कत्रो हल्ला भएको यहाँ पकाउनु चाहिँ खत्रै पकाउनुहुन्छ। सो अब पार्कमा जाने बुनु मसँग मान्छ घुम्नु जाँदा मान्दैन नि। बुनु जाने घुम्नु जाने मसँग। बुनु त फाइनली मान्दैन क्या। कति धेरै आएको सब बोर्डिङबाट आएको रहेछ है। कोहरू हो होइन। यो मोरङ स्कुलकोहरू त होइन है। मोरङको स्कुलको मान्छेहरू कहिले यस्तो पिकनिक खानु सिमसार भन्ने ठाउँमा। कोहरू होइन। म चाहिँ त्यो भ्लग हान्दै एक्लै हिँड्दैछु होइन। चिनेको पनि छैन कसले। कोही आफन्तहरू आएको छ। एकजस्ट
यहाँ राम्री केटी रहेछ एकजना तर पोच कुन हो त मलाई थाहा भएन है त्यो ठाडो उभिने पोछला अहिलेसम्मको पोच मैले यस्तो कहीँ देखेको थिइनँ ओह माई गॉड अनुहार पो देखेछ सो मैले क्यामेरा चाहिँ उल्टो घुमाएछु यो भाइ बहिनीहरू खेलेको होइन ओह धर्काइदिन्छु म त कोही आउँदैन होइन अब जस्ट कस्तो लाग्छ नि त म त यसरी हिँड्दैछु भने यहाँ बाजे त हिँड्नु हुँदैछ म हिँड्छु भने बाजे पनि हिँड्नु क्या अल्छी लाग्दो ठाउँ छ कपल्सको लागि त एकदम दामी ठाउँ हो मैले अस्तिदेखि भनेकै कुरा हो बाजे ठाउँ सर्नु भएको हो बाजे बाजे ए होइन अस्ति त उता बस्नुहुन्थ्यो होइन अस्ति त उता बस्नुहुन्थ्यो नि उया बस्नुहुन्थ्यो क्या भनेको ए ल ल अङ्कल म त यसो भ्लग हान्दै आएको सो अब बोल्नै पर्छ होइन अङ्कलहरूसँग क्या इग्नोर हान्दै क्या भरे पो हजुर अरे नानी काम हो क्या त्यस्तै क्या यहाँ झन् कति साह्रो हल्ला हो जहाँ जान्थ्यो भिडामभिड ल अब पिकनिक खानु आएको यहाँ गोल खेल्दैछ अब के भन्नु गाह्रो छ क्या जिन्दगी पिकनिक खेल्नु आएको गोल खेल्नु आएको हो र थोरै एक्जस्ट त्यस्तो यहाँको पानी चाहिँ एकदमै यो इडिट हानेको होइन यस्तै डिलो छ अनि त यो पार्क पनि हाम्रो जहिले देखाएकै हो अल्छी लाग्दो ठाउँ अहिले बाहिर गएर चिया खाइकन आउँछु नि फेरि सो ट्याक्क भित्र छिर्नु अरे एमएल भ्लग भन्नु ओहो कसम भनेको यस्तो खुसी लाग्थ्यो तर कसले त्यस्तो भनिदिएर र म त कि यहाँ चाहिँ मोटामोटी सबै खेल्दै रहेछ के भित्र छिर्ने क्या एक्लै छु यो बाजेर मेरो लाइफ एउटै छ यार ए सही भनेछु मलाई त पार्कभित्र छिर्नै अल्छी लाग्यो काले भाइ हिरो भयो होइन हिरो ब्ल्याक वाइट दिदी हो कि बहिनी कि भाइ हो कि को हो क्या चिन्ने गाह्रो सो बेलारीको ट्याबे बेलारीको ट्याबे मलाई यहाँभित्र झन् कस्तो अल्छी लाग्यो किन अल्छी लागेको आइन जान त एकदमै अल्छी लागिरहेछ क्या सो खतरा रहेछ भन्नाले चाहिँ तर जो काम चाहिँ बनाउनु पऱ्यो सबै बुढाबुढीहरू मात्रै खेल्ने ठाउँ सक्छ यो ठुल्ठुलो मान्छेहरू चाहिँ के खान्छ छिरेको पढ्नु पर्ने ए यो स्कुल पढ्ने बुढाबुढीहरूलाई के चिज खुवाउने क्या भरे नागरिकता छैन भने त मेरो त गाड गुलती हान्छ त यार नागरिकता थिएन भन्दा मेरो पनि नागरिकता त छैन अब बनाउन आँटेको हो है त्यही कारणले अब जिस्काउनु हुँदैन बुढाबुढीहरूलाई यस्तो खेल्नेहरू छ अनि के भन्नु अब सो अब सबैजना यहाँ केटाकेटीहरू मात्रै छ यहाँ सब बुढाबुढीहरू क्या यो भाइ बहिनीहरूसँग अब के मसँग एकजना साथी भएको कसो सबलाई पेलिदिन्थ्यो क्या बोल्नुमा है कुट्नुमा होइन म त्यस्तो फाइटर साइडर होइन घर चाहिँ मलाई सिकिदिन्छ एक्लै गयो भन्दा अब आइसक्रिम खानु जाउँ होइन म त बाइकमा आयो पैसा बच्छ है के छैन 50 रुपियाँ त दिएको थियो सुटीले पैसा कहाँ धेरै दिन्छ त सुटीहरूले अब यहाँ खानुपर्ने हुन्छ आइसक्रिम अङ्कल आइसक्रिम देखाउनु त कतिको छ मजेदार छ मजेदार हाम्रो अङ्कल पनि हेर्छमै हुनुहुन्छ त कस्तो यो त धेरै महँगो भयो नि यो 100 रुपियाँ अर्को यिनीहरू 80 रुपियाँ 80 हो यो हजुर यो एउटा दिनमा मैले उता पनि राख्छु सो धेरै महँगो खाए जस्तो लाग्यो मलाई होइन अब यतिको ठिकै अरे है खानुपर्छ एमबी त छैन एमएल भ्लग सर्च गर्नु होइन आउँछ मेरो च्यानल सब्सक्राइब गरिदिनु ल के नाम छ एमएल भ्लग एमएल भ्लग ल धेरै पर्दैन एम अनि एल मात्रै लेख्नु होइन एमएल भ्लग लेख्नु युट्युबमा तपाईँ पनि अब भोलि आउनुहुन्छ म भोलि सायद म होदिन हौ होइन हौ भिडियोमा आउनुहुन्छ भनेको साइको भइसकेको रहेछ अझै दिइसकेको काम पुऱ्याइसक्यो अनि आयो मैले त त्यस्तो भन्नु खोजेको होइन जस्ट खानेकुरा खायो अनि आयो भन्नु खोजेको तपाईँहरू नेगेटिभ पोजिटिभ ल अङ्कल बस्नु ल त भोलि एमएल भ्लग सब्सक्राइब हान्नु होइन तपाईँ पनि आउनुहुन्छ हाम्रो अङ्कलको दोकान
सिधै आउनु भएको छ यता यतापट्टि आउँछ हौ खतरा ओहो हाम्रो हेन्सी दाइ के हेन्सी होइन पारा हाम्रो दाइ पारा सो फाइनली अब हामी जाँदैछौँ दाइ र म लड्की जिस्काउन तर हाम्रो दाइको लागि मात्र नि अब हाम्रो दाइले कतिको हिम्मत छ गर्ने सक्ने दिक्कै होइन त्यो पनि ट्राई एगेन्स्ट हाम्रो दाइ ट्राई एगेन्स्ट गर्नुहुन्छ सक्नुहुन्छ कि हुन्न त्यो मेरो अनुसारमा सक्नुहुन्छ किनकि लिम्बू केटा 1 2 3 मा फेवा तालको हावा मिठो क्या सबै दिदीहरू त हो यहाँ गर्लफ्रेन्ड ल्याउनेहरूलाई मत छ अब हामी जस्तोलाई त घोचै छ अब यहाँ बस्ने हो अनि एकछिन चिलमा बस्ने हो सुँगुरको मासु त नखाने यार घरमा खाएर यहाँ नाक लागिसकेको छ के गर्नु गाई त्यस्तै छ अगाडि पनि एउटा भ्लगर आउँदैछ अब के अब हाम्रो दाइ भनेको त्यस्तै हो सक्नुहुन्छ एकजना भ्लगर दाइ पनि आउनुभएको छ त्यसैले आज मैले एकजना भ्लगर दाइलाई भेटेँ एकदम भ्लगिङ हाल्नुहुँदैछ खासा कन्फिडेन्स छ दाइको तर के भन्नु लजाउनु भयो मसँग भ्लगर त तर कहिले लजाउनु हेरेन क्या जोसँग पनि भन्नु न अब हाम्रो यहाँ डान्स हुँदैछ डान्स अगाडि त्यहाँ के हान्न क्यामेरा हो तिमी हान्ने कसलाई त्यही भयो त कि हान्छ अब यहाँ चाहिँ भ्लगमा केटीहरू राम्रो छ पछाडि त्यही देखाएर हालेको क्या दाइ छैन कुन गीत हो यो मलाई नै थाहा छैन है कुन गीत हो यो आइफोन आइसकेको छ अब यसले के गर्ने थाहा छ अब हेलो गाइज म भरे कहाँ छु आइफोन टल्किँदैछ अब हामी आइफोनबाट हान्ने हो जान्न दाइ सो अब हामीले दाइ र मैले एउटा खतरा टिकटक पनि बनायो हाम्रो हेन्सी दाइले कस्तो यस्तो खतरा आम्मो भाइरल हुन्छ होला हो आम्मा के हजुर हो हेन्समै हुनुहुन्छ र हेन्सम हुनुहुन्छ कि छैन कमेन्टमा पनि देख्छु होस् होइन अब 100मा 100 लाग्दैन होला हाम्रो दाइ तर मेरो अनुसारमा त हेन्सी नै हुनुहुन्छ के म हेन्सी होइन हो त्यस्तो खाले हेन्सी क्या दाइ पोच यतापट्टि फर्किन्छ तपाईँ र म तपाईँहरूको यतिको पोजिसनमा आउनु सो गाइस कस्तो खतरा आइदिइरहेको घाममा त आमा हेर्नु है म त राम्रो भयो म पनि खतरा देखिरहेको छु फेरि दाइ अघि जस्तो गर्नु छ यस्तो गर्नु अघिको जस्तो गरिदिनु त भाइ बाई गर्नु छ यस्तो बाई गर्नु होइन भएन फेरि गर्नु त नगर्नु त भाइ खोइ भाइ बाई बाई सुँगुरको फिल आइरहेको छ यार तिमीलाई